भयो कस्तो कलर देखेको त्यो खोलामा हेर्नु त हरियो पहेँलो पहेँलो रातो रातो कस्तो दामी देख्यो हेर्नु त कुसमकै जस्तो छ क्या के भन्न चाहनुहुन्छ रमाइलो लाग्यो 9 बजे 9 बजे आउँछन् भनेर भात बसिरहनु अङ्कलले फोटो सेसन चलिरहेछ यहाँ मैले भिडियो बनाएको छु स्याङ्जा जिल्लाको सुन्दर दृश्य यहाँ मन्दिर यहाँबाट पुलबाट गएर देख्न सक्नुहुन्छ खोला कति क्रिस्टल क्लियर छ टेरेस फार्मिङ धानको ओहो हाम्रै यताको हाम्रै त्यहाँदेखि जङ्गल सुरु छ फेरि यहाँ तल पनि जङ्गलै देख्यो ए कटुस फलेछ नि यहाँ कटुस टिप्न पाइन्छ कपुर कटुस सबै पाइन्छ यहाँ यो तल यो अलि आधाभन्दा अलि माथि पुरै जो त्यहाँ देख्यो नि यिनीहरू पुरै यी बारीहरू हाम्रो आँपाको बुट्टा खै बाबाको बुट्टै देखिन्छ 40-42 वटा बुट्टा रोपेको आँपाको हुन्छ अङ्कल हामीले यो पनि खान्छ यो कचौरा मेरो खान्छ लाउडे दाइले मेरो युट्युबको भ्लगमा यहाँलाई स्वागत छ कुखुरा सहित दार्जिलिङबाट आइपुग्यो के अरे होइन ठिक हो तर छैनन् क्या अहिले मान्छे छैनन् बेकार छ छैनन् मान्छे छैनन् होइन यहाँ हाम्रो सबसे जेठो बाटो अङ्कलै त हो नि
भए पनि नुन बेसार अड्कन त पर्दैन अनि बेसार हाल्नु चाहिँ बसाल्नु होइन पुर्याउने अब हामीलाई अङ्कलले पुर्याउने भएपछि त मसलाले यसरी पिसेर जस्तो छैन सम्झदैको उतै राखेको हो नि त पाकेको बेलौटी झरेछ दुईटा हातले समाएर लसी के छ दाइ कता फर्किने होला अङ्कल कुन दिशा फर्के बनाएको साइड यसरी नै फोटो खिचेर नि घर आउनु यता बडामा घर दियो है तिमीहरुले अङ्कल हाँस्नु यो कत्रो हड्डी म त हैन तिमी हात अन्त भएन हजुर सन् म के मन छ नि किन भन्नु न त्यहाँ कम्पनी फरक भएन ओहो कति राम्रो हेर खेत धान खेत त कति थियो यो सब हाम्रो पर्सनल बाटो हो त्यही भएर त हाम्रोमै यस्तो राम्रो भ्यू त त्यो म यसपछि बाली मन पर्दैन बाली के बाली त्यहाँ यो कटस तलबाट यहाँ आएको भएर यति देखिएको होला नि हामी आकाश ऊ त्यहाँ छ क्या हाँगा यी हेर्न यहाँ कटस यति नजिकै के गरी भेटिन्थ्यो र यही फले यी यहाँ छ यी सकिन्न टिप्न त कस्तो गाउँ ठुलोको घरबाट बल्ल हिँडेको के तरकारी पकाउने मासु पकाइन र कुखुराको पकाइन नानी खेतमा गएर आयो नभए लड्नु पनि मिल्यो होइन अब कान्छाले भोट दिन्छ तिमी भन्यो भोट पनि बाबु यहाँ घरिघरि यस्तै गर्छ भनिदियो डाँडी उकाल्ने झर्ने के अरे बाटै छैन अब सान्दिए पनि भाग्यमानी हुन्छ 15-16 वर्षै भयो होला किन होला दुई हातमा एक हातमा उनी खाने एक हातमा त्यहाँ दुई हात भयो सबै काम सुलु खाले पऱ्यो कि मान्छे शरीर भद्दा भएर पनि सुलु हुने पिएनहरू पिटिनु पर्छ ल है 1-4 ल है 2 दिन 4 दिन परेको 2 दिन 5 परेको मलाई Bonus.